चंदा रे कभी तो जमी पर आ बैठेंगे बातें करेंगे। हाँ गाइस, चंदा रे कभी तो जमी पर आ बैठेंगे बातें करेंगे। तुझको आते इधर लाज आए अगर ओढ़ के आजा तू बादल घने। चंदा रे कभी तो जमी पर आ बैठेंगे बातें करेंगे। कस्तो गाइदिए त मैले। थ्याङ्क यू। यस्तो हुनुपर्छ के, गीत गाउनुपर्छ टक्क नाम भन्ने बित्तिकै गीत गाइदिने के। कुरो बुझ्यौ? यति कला चाहिँ हुनै पर्ने हुन्छ। मियागेन नाम मियागेन रे के, नाम पनि मियागेन रे। कुन गीतमा हाल्ने भनेको मियागेन भने? हुन्छ त थाहा भइरहेछ मान्छेहरूलाई, देखिरहेको छु। कुन कुन नाम भन्ने बित्तिकै पहिलोचोटि नै यस्तो गीत गाउने चाहिँ हाम्रो खै वर्षौँ भइसक्यो, कहिले पनि गाएको छैन। कसम सिरियस ट्राई गर्छु के होइन। अनि म्यागेन केमा हाल्नु, खालि त्यो म्यागेन भने करेन्ट चाउचाउ म्यागी टाइपको छ। अनि नाम पनि के गर्नु के अब म्यागेन। खुबे भोक लाग्यो भने म्यागी खाउँला यस्तो टाइपको छ के। रिसाएको हेर न, बम भयो साथीहरू, के गर्ने अब जिन्दगीमा। अब मेरो मितिनीलाई फकाउनु पर्यो है तपाईँले। फकाउँदा नि ल अब यो गीतमा फकाउँदा नि रिसाउने मुसु मुसु हाँसिदेऊ न, जिउनु मर्नु जिन्दगी यो माया मिसाइदेऊ न। बुझ्यौ? हामी त बुझ्दैन नि है। वान रोज हानौँ त, यसो प्ले पनि गरौँ साथीहरू। अब के होस् म्यागेन होइन। तिमी लाइभ आउँदैनौ आजकल? कहिले काहीँ मात्रै आउँछु म त। आजकल पुरै बिजी हो यार म्यागेन, पुरै बिजी होइन वेट लिफ्टिङ मसँग गफ गरेर बसेको। ओ तिमीहरू केटी केटी गफ गर्दा कस्तो गफ हुन्छ? कस्तो गर्छ अब केटीहरूको? कस्तो बारेमा गफ हुन्छ? प्राय बोयफ्रेन्ड केटाहरूको बारेमा हुन्छ। हुँदैन, हामी बिजनेसको बारेमा कुरा गर्न आएको। बिजनेस वुमन्स बिजनेस। उसको त बिजनेस छ नि। के बिजनेस हजुरको? उसको धेरै तरिका। कस्तो धेरै तरिकाको भनेको के को बिजनेस? बारिस्टा सिक्नु मन छ भने पनि सिक्ने सेन्टर छ, अनि उसको ट्रेनिङ सेन्टर छ। अनि त्यसपछि उसको कपडा पसल छ, धेरै थोक छ। अनि के, अनि बुढालाई त सुखमै राख्ने होला है हजुर फ्युचरमा त, केही गर्नु पर्दैन। कस्तो यस्तो मान्छे पायो भने त के चाहियो र। ल केटाहरू विचार गर्नुहोस्। घिसिङ छ्याउ, घिसिङको रिस अलिक कडै हुन्छ। तपाईँहरू लाइभमा पनि देख्नुहुन्थ्यो। रिस कडै हुन्छ है, फेरि संसारलाई थाहा छ। त्यही भएर अलिकति देश चलाउने नै झिकिङ भएपछि रिस त अलिअलि त हुनै पर्यो नि। बत्ती बाल्ने निभाउने सबै घिसिङले हो। ठिक छ तर अब टोलरेट गर्न सक्नु पर्यो होइन? अब के दुध दिने गाईको लात्ती पनि त खानु पर्यो नि। के भने रातभरि लात्ती अहिले खेदाउँछ हो यहाँनिर। कत्रो किस्साहरू हो 2020। कस्तो एजुकेटेड? कति पिएचडी नै हो? डक्टर नेपालमा भएको जति सबै होला के। पिएचडी के त्यो पुरै हो।
एसडी पिएचडी होइन पुरा बिए नै पास भन्नु बिए पास पनि हो सर्टिफिकेट पनि होला बिए पास चाहिँ भएको छैन बिए पास चाहिँ भएको छैन अरू चाहिँ सबै गर्ल ए अनि बिए पास चाहिँ कहिले गर्ने त पिछा बिए पास गर्ने हो बिए पास गर्नलाई त त्यो त नि विचार आउनु पर्यो नि त तर म्यागन भन्दा त यङै रहेछ यार म्यागन भन्दा त यङै रहेछ हामी दुईजना एक महिना मात्रै डिफ्रेन्ट हो मात्रै डिफ्रेन्ट हो म्यागन त बुढी भइसक्यो यसो बिहा गराइदेऊ त कसम मितिनी बुढी भयो यार म्यागन बुढी भइसक्यो हो म त ट्रिपलमा लाइट सिममा झोक्दै लाग्छ उज्जवली त्यो धुतेर फाल्दिउ के हो हाम्रो यो लाइट पनि कस्तो खालको हो यो झिलिमिली लाइट यो रिङ लाइट हो आफै यस्तो हुन्छ रिङ लाइटको पनि त डेट एक्सपायर भयो होला नि त हरेक चिजको डेट एक्सपायर हुन्छ यो होला होला थुप्रो वर्ष भइसक्यो अनि वर्षै भइसक्यो एउटा रिङ लाइटले अब कति कमायो होला यसो सोचौँ त साथीहरू अनि के हजुर भन न जिम सिम गरिया छ है अब बडी सडी बनाइ स्लिम छ जिम जिम त गरेको छैन मैले अब कहिलेदेखि जाने म्यागन र म सँगै उभियो भने कस्तो देख्छ होला है मतलब के यस्तो हेर्नुपर्छ होला है मैले त्यो त स्योर त्यो अग्ली छ है म भन्दा त कति धेरै किन यस्तो अग्ली भयो कि म्यागन जोडी यता साउँछ क्या जोडी यता साउँछ हेर म्यागन मन आज त म यतातिर हेर्ने हो कि उतापट्टि त भोलिपर्सितिर हेर्दा भन्छ के अरे के भन्नुभयो आज यतातिर हेर्ने अब उतापट्टि चाहिँ अब भोलिपर्सितिर विचार गर्नु न चारैतिर है आजकल त के हाँसिकै हेर न गरेर के गरेको यस्तो पर्सिन्छ होला तिम्रो भविष्यको बुढा तिमी हाँसिक देखेर पर्सिन्छ होला पक्कै के छ त अनि खाना खायौ भर्खर खाएर आएको के खायो खानामा मासु भात खालि मासु खान्छु दिनदिनै मासु खान्छु अँ दिनदिनै खान्छ मासु तामाङ हो नि त पायल्स होला है पायल हामीले पकाउनु पर्दैन तल जहिले पकाउँछ पायल्स हुन्छ हौ दिनदिन नखाऊ हुँदैन हो रे भएको छ हुन्छ रे अलि विचार गर सागसब्जी कति खान्छौ कसरी खान्छौ सागसब्जी त खै महिनाले दिन्छ सिकाइदियो है सुरेश चाहिँ छिटो नामै बिर्स्यो हजुरको नामै बिर्सेँ मैले मेरो नाम अनि चन्दा चन्द्र के चन्द्र चन्दाको लागि एउटा गीत वाह